ल केटी हो उठ है उठ उठ अब पनि उठेनौ भने चाहिँ बर्बाद हुन्छ संसारले सुताइदिन्छ यसरी उठेर गफ गर्न आऊ यहाँनिर क्लास भइरहेछ भक्काभक पढाइरहेको छु यहाँनिर एजेन्ट बिल्डिङ हिजो पढेको आज त्यसको डिटेलमा पढ्यौँ हामीले कसरी त्यो एजेन्टलाई चाहिँ आफ्नो वेबसाइटमा राख्ने कसरी चाहिँ त्यो वेबसाइटमा भएको गफहरूकोबाट चाहिँ इन्साइटहरू निकाल्ने कुन चाहिँ कल को युजरले चाहिँ के भने कसरी सुन्ने त्यो फेल भयो कि पास भयो कि त्यसले के इन्साइट आउँछ भन्ने कुरा चाहिँ मैले एक बाई एक यहाँनिर नेपाली भाषामै पढाएको पढाइछु 11 ल्याब्सको दोस्रो दिन भयो अब तेस्रो दिन गरेर हामी दौडिन्छौँ भिडियो बनाउनेतिर फोटो बनाउनेतिर अझै पनि सुति बस्छौ भने खै अब कसरी सिक्छौ केही गर्दैनौ भने बर्बाद हुनेवाला छ सो केही गरेको छैनौ भने युट्युबमा जाने दाइको च्यानल सर्च गर्ने प्रोफेसर दाई भनेर मैले टन्नै काम गरेको छु च्यानलमा अहिले तपाईँहरूलाई पुरानो भिडियो हेर्न एकदमै गाह्रो भयो भन्ने हिसाबले मैले यहाँनिर टाइमलाइन ट्रान्सक्रिप्ट सब चिज हालिदिएको छु मस्त सजिलो मैले थम्बनेलहरू पनि अपग्रेड गरिरहेको छु दाइले मेहनत गरेको छु हेर्नु मन पर्यो भने एउटा कमेन्ट चाहिँ ड्रप गरेर मात्र निस्किनु दाइको कुराकानी मनपर्छ भने चाहिँ दाइलाई यहाँ टिकटकमा पनि फलो चाहिँ गर्नु युट्युबमा सब्सक्राइब त मैले भन्नु नपर्ला त्यति भइसकेपछि किनभने सब्सक्राइब नगरिकन भोलिबाट तपाईँलाई कसरी आउँछ नोटिफिकेसन अनि कसरी पढ्नुहुन्छ सधैँ पढ्न मन लाग्छ भने सब्सक्राइब गर्नुहोस् अल्छी लाग्छ भने छोडिदिनुहोस्